हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। अनि हजुरहरूको के छ खबर? आज चाहिँ हरिसियानी एकादशी हो, अनि त्यही भएर मैले नुहाइधुवाइ गरेर पूजा गर्न रेडी थिएँ। अनि रेग्मी ब्रान्डको वासिङ मेसिन चालु भइसकेको छ। अब हेर्नु न, खोइ के गर्छु दुई दिनमा लुगा धुँदा पनि एककारी लुगा भइ नै हाल्छ। अनि हेर्नु त, आज यति धेरै घाम लागेको थियो नि, यस्तो मजाले लुगा सुकाएँ मैले धोएर। अनि छिटो गरेर घर सफा गरेँ, पुछपाछ पारेर, अनि उहाँ चिटिक्क टक्क मिलाएर राखेँ। अनि त्यस पछाडि आज व्रत, अनि चिया बनाएँ। चिया बनाएर खाँदैछु। बिहान दुधको चिया अलिकति हुन्छ नि त, ग्यास्ट्रिक प्रब्लम हुन्छ, त्यही भएर। अनि ब्ल्याक टी बनाएँ। अनि त्यसपछि सबैजनालाई खुवाइपिई गराएर अनि अब अफिस जाने बेला भयो। अनि रेडी भएँ। अनि त्यस पछाडि उहाँ सानैलाई हेर्नु न, उहाँ शनिबार आयो कि उहाँ डेडी घर जान्छु, मामा घर जान्छु भनेर कुदिहाल्छ। अगाडि बसेर हिरो बनेर हिँड्नु परेको छ उहाँ। अनि त्यही माथि त्यो झोला पोका पतेउरा बोकेर जानुपर्छ क्या, त्यसलाई केही न केही खिलाउन के लिएर। अनि हामी पुगिसकेको छौँ। अनि माथि गयौँ। अनि त्यस पछाडि उहाँनिर डेडी मस्त खाना खाँदै हुनुको रहेछ। अनि मम्मीले चाहिँ उहाँले तँतिर आज व्रत हो, अब दुध र केरा खाएर जान त भनेर अनि दुध केरा बनाएर दिँदै हुनुहुन्छ। अनि दुध र केरा खायौँ। आज शनिबार थियो, बुढाले मलाई स्कुटीमा छोड्न जाँदै हुनुहुन्छ। अनि त्यहाँ एकछिन काम थियो बजारतिर। अनि हामी सेन्टर मल बाई गरेर पहिला हामी बजारतिर काम गर्न गयौँ। अनि काम गरेर सकेर अनि फर्केर आयौँ। अनि फर्केर आउँदा यति ढिलो भइसकेको थियो नि। अनि सबजना हेर्नु न, भित्र छिर्न छोडेर बसिरहेका छन् मोबाइल चलाएर। अनि म चाहिँ हतार गएँ। अनि भित्र छिरेँ। यो चाहिँ हाम्रो बेसमेन्ट हो, यहाँ चाहिँ प्लास्टिकको भाँडाकुँडाहरू पाउँछ। अनि यहाँ दिदी वेलकम भन्दैछ उहाँ। अनि त्यस पछाडि अर्कोमा हेर्नु न, सालो मुख छोप्दैछ। अनि त्यस पछाडि स्किन केयरको त यति कुरै नगरौँ, यति धेरै मेहनती छन् नि उहाँहरू। बिहान काम गरेर थाकेँ दिदी, अब म खान्छु भनेर म समोसा खाँदैछ। अनि त्यस पछाडि अब के गर्ने भने खालि यो भीम साबुन किन मिलाएको भन्नुहुन्छ होला कि यति धेरै जान्छ नि यो भीम साबुन, त्यही भएर म भीम साबुनै मिलाउँछु। त्यस पछाडि थाकेर लन्च टाइम भयो, सबैजना खाँदैछन्। मेरो चाहिँ आज व्रत थियो। अनि उहाँ थर्काउँदैछ त्यसले मलाई छोप लिएर आइज भनेको सुनिनस् भन्दै म थर्काउँदैछु। उहाँ अचार खानु पऱ्यो अरे उसलाई। अनि त्यस पछाडि अनि त्यस्तै भयो दिनचर्या। अनि हाम्रो बेलुका 6 बजे टी ब्रेक आयो। सबैजना चिया खाँदैछौँ। अनि आज मेरो व्रत हो नि त। अनि यहाँ हेरेर मैले डुनट खाँदैछु भन्दै देखाउँदैछु उहाँ। अनि हामी हिँड्यौँ, टी ब्रेकबाट भित्र छिर्यौँ। अनि रमाइलो भयो। उहाँ हेर्नु न, सविताले पनि उहाँ मलाई पनि लिनु न दिदी भनेर आए गर्दैछ। अनि बेलुका भएपछि अलिक गर्मी छ नि त। अनि गर्मी भएपछि दिनभरि कोही आउनुहुन्न क्या। अनि बेलुका भएपछि एकदम चहल पहल बढेर आउँछ क्या मार्केटमा। अनि सबैजना आउनुभयो बेलुका। तर मेरो 7 बजेको छुट्टी थियो, म त गइहालेँ, निस्किहालेँ। हेर्नु न, बुढा मलाई लिन आउनुभएको छ। अनि उहाँ हेर्नु न, मैले स्कुटी कुदाउँछु भनेर उहाँ बाइकमा लिएर आउनुभएको छ। मलाई यस्तो रिस उठेको थियो नि। अब सबैजनाले धेरै माया गरिदिनु होला, सबैजनाले सब्सक्राइब गरिदिनु होला। बाई बाई। फेरि हामी नेक्स्ट ब्लगमा नयाँ सुरुवातको साथ भेट्नेछौँ। मेरो कोसिस कस्तो छ, सबैजनाले केही करेक्सन गर्नुपर्ने छ भने कमेन्टमा मलाई